आँखी झ्यालम होइन किन्तु मन यो आकाश बन्ने खुला। मेरो सोच चरा स्वतन्त्र रहँदै उड्दै रमाओस् पुरा। मेरो सोच चरा स्वतन्त्र रहँदै उड्दै रमाओस् पुरा। नमस्कार सबैलाई, म वाइपी जोशी र आजको मेरो प्रस्तुतिको शीर्षक हो बोट टु क्यानभास वेयर आइडियाज फ्लो। यो मेरो शैक्षिक यात्राको कथा हो, जहाँ आँखी झ्यालबाट संसार हेर्ने बाटोबाट म खुला आकाशमा उड्न सक्ने यात्रामा आइपुगेको छु। तर मेरो शैक्षिक यात्रा, जुन मेरो अघिल्लो जीवन एक आँखी झ्याल जस्तै थियो। आँखी झ्याल त्यस्तो झ्याल हो जसबाट संसार त चियाउन सकिन्छ, तर त्यसभित्र दृष्टिगोचर गर्न सकिन्न। शिक्षा थियो देखाउने तर छुन नदिने। ज्ञान थियो बाहिर देखिने तर भित्र पस्न नदिने। विद्यालयदेखि स्नातकसम्म म यस्तै आँखी झ्याल शिक्षा प्रणालीभित्र थिएँ। एकै प्रकारको ज्ञान, योजना तय गरिसकेको, विषयहरू अलग अलग खण्डमा हामीलाई ब्ल्याङ्क स्लेट थाइन्थ्यो। मूल्याङ्कनले पनि थप ढुङ्गाको भार थाप्यो। केवल अङ्क, पास, फेल र तुलना। यस्तो प्रणालीले मलाई देखाउन त देखायो, तर भित्र जान दिएन। त्यो झ्याल खोलिएन, केवल बन्द ढोका बनिरह्यो। तर काठमाडौँ युनिभर्सिटीमा मेरो यात्रा फेरियो। अब म झ्याल होइन, बगैँचाको बिउ थिएँ, जुन हुर्कन थाल्यो। शिक्षक माली भए, जसले मेरो सोच सिँचाइ गरे। विषयहरू एकअर्कासँग जुधे, सजीवता ल्याउँदै बग्न थाल्यो। मूल्याङ्कन अब गति र परिवर्तनमा आधारित भयो, अङ्कमा होइन। अब मलाई भित्र पस्न दियो, बुझ्न दिइयो, बढ्न दिइयो। अघिल्लो पद्धति चकबोर्ड शिक्षा थियो। शिक्षक बोले, हामीले लेख्यौँ। एकतर्फी सम्प्रेषण, पाठ्यक्रम कण्ठ गर्नुपर्ने जिम्मेवारी मात्र। मूल्याङ्कन केवल याद क्षमतामा आधारित। यो पनि आँखी झ्यालकै अर्को रूप थियो, जसले भित्र पस्न दिँदैन, केवल हेर्न दिन्छ। तर केयुमा मेरो सिकाइ क्यानभास बन्न पुग्यो। म अब कलाकार थिएँ, आफ्नो बुझेको रङ भर्ने स्वतन्त्रता थियो। शिक्षक सहयात्री भए, मार्गदर्शक मात्र होइन, सहकर्मी पनि। सिकाइ खुला, अन्तर्क्रियात्मक र सजीव भयो। मूल्याङ्कन पनि प्रतिनिधि र अर्थपूर्ण बन्यो। पोर्टफोलियो, रिफ्लेक्सन, संवाद मार्फत। अब म केवल हेर्दिनँ, म आफै ज्ञान सिर्जना गर्छु। अब म आँखी झ्याल होइन, म पूर्ण आकाश हुँ। परम्परागत शिक्षाले मलाई थिच्यो, भारी ढुङ्गा जस्तै जिम्मेवारी, डरले दबाएको स्वर, सिकाइको रमाइलो हराएको अवस्था। म हेर्न सक्थेँ तर उड्न सक्दिनथेँ। म देख्थेँ तर महसुस गर्न सक्दिनथेँ, किनभने म अझै पनि झ्यालभित्रै थिएँ। तर अहिलेको प्रगतिशील शिक्षाले मलाई पङ्ख दिएको छ। आफ्नै गति र शैलीमा सिक्न पाउने स्वतन्त्रता, आत्मबल र जिज्ञासामा आधारित प्रेरणा, ज्ञानको संसारमा उड्न सक्ने साहस। अब म केवल आँखी झ्यालबाट संसार हेर्दिन, म त्यो संसारको हिस्सा बनेर बाँच्दछु। फ्याक्ट्री र चकबोर्डबाट गार्डन र क्यानभाससम्मको यात्राले सिकायो। नियन्त्रणबाट मुक्ति, आँखी झ्यालबाट आकाश र सुनुवाईबाट सहभागिता। अब म भन्न सक्छु, म पढ्न चाहन्छु, तर थापेर होइन, थोपेर होइन, महसुस गरेर। म सिक्न चाहन्छु, तर ढुङ्गा बोक्दै होइन, पङ्ख फिजाएर उड्दै। धन्यवाद। सन्दर्भहरूले पनि देखाउँछ, जब विद्यार्थीलाई पङ्ख दिइन्छ, उनीहरू केवल उड्दैनन्, ज्ञानको दिशा परिवर्तनले पनि गर्छ।